मिठो स्वादिलो बँदेलको मासु बनाउने तरिका। 1 केजी मासु लिएका छौँ हामीले। यस सबै मासुलाई कुकरमा राखिदिने। उक्त सबै मासु कुकरमा राखिसके पछाडि 2 गिलास जति पानी पनि राखिदिने। पानीलाई पनि त्यसमा राखिदिने र यसमा अलिकति 1 चम्चा जति बेसार, 1 चम्चा नुन अनि अलिकति ल्वाङ, सुकमेल, दालचिनी, अलैँची राखिदिने। राखिदिएपछि मैले चुलो नै अन गर्न बिर्सेको कारणले चुलो अन गरे। मिडियम फ्लेममा राख्ने यसलाई अनि एकचोटि चलाइदिने। त्यो नुन बेसार सबैतिर पुग्ने गरी पानीमा लाग्ने गरी राम्रोसँग चलाइदिने र कुकरको बिर्को लगाइदिने। कुकरको बिर्को लगाएपछि यो चाहिँ 3 सिटी पनि लागिसकेको छ। सिटी लागिसके पछाडि ग्यास अफ गरेर राख्ने र सिटी जान्छ। सिटी गइसके पछाडि कुकर खोलेर उक्त सबै मासुलाई पानीबाट निकाल्ने। यसमा चाहिँ पानी पनि भएको कारणले गर्दा पानीबाट निकाल्ने, एकछिन सेलाउन दिने। सबै मासुलाई निकालेर अर्को भाँडामा राखिदिने। अर्को भाँडामा राखेर सेलाउने। एकैछिन सेलाइसके पछाडि यो तातो हुँदाखेरि चाहिँ काट्न अलिक गाह्रो हुने भएकोले एकछिन राखेर सेलाउने अनि सेलाइसके पछाडि चाहिँ उक्त मासुलाई टुक्रा टुक्रा बनाएर काट्ने। अब आफूलाई कत्रो टुक्रा मनपर्छ, मैले चाहिँ सानो सानो टुक्रा बनाएर काटेको छु। सबै मासुलाई काट्दिने। यसरी मैले यो चाहिँ बाद काट्दैछु। यसमा सबभन्दा मिठो भनेको चाहिँ बाद नै हो बँदेलको मासुको। यो चाहिँ एकदमै धेरै मिठो पनि हुन्छ। यसलाई चाहिँ टुक्रा टुक्रा कत्रो आफूलाई आवश्यक पर्ने साइजमा काट्ने। मैले चाहिँ यत्रो साइजमा काटेको छु। यो साइजमा काटेको छु। यो सबै मासुलाई काटिसके पछाडि अब अर्को भाँडामा पकाउनको लागि रेडी गर्ने। भाँडामा तेल हाल्ने। यसलाई पनि मिडियम फ्लेममा नै पकाउन सकिन्छ। यता तेल तात्दै गर्दाखेरि यतापट्टि प्याजको पत्ता, गोइठा, लसुन, हरियो लसुनको पत्ता काट्दै गर्ने। तेल तातिसकेको हुनाले तेलमा खुर्सानी पड्काइदिने। 2-3वटा तेजपत्ता पड्काइदिने। अनि त्यस पछाडि खुर्सानी पनि राखेर सबै मासुहरू राखिसके पछाडि राम्रोसँग चलाइदिने। बेसार नुन राखिसकेको हुनाले अहिले चाहिँ धेरै राख्नु पर्दैन। मैले बेसार राखेँ। बेसारमा पनि चलाइदिने। एकदम अलिक बेसी धेरै हुने धेरै नै निस्कन्छ। अनि यतिको रातो भइसके पछाडि अब यो पग्लेको निस्केको बोसो जतिलाई अर्को भाँडामा निकालिदिने। डाडुले यसरी बिस्तारी थोरै थोरै गरेर सबै बोसो जतिलाई कचौरामा निकालिदिएँ मैले पनि। यो सबै निकालिसके पछाडि अब यसमा अरू बाँकी भएको मरमसलाहरू, नुन राख्न बाँकी छ, नुन राखिदिने। अदुवा, लसुन र खुर्सानीको पेस्टलाई पनि राखेर राम्ररी चलाउनुपर्छ। यो सबैतिर लाग्ने गरी राम्ररी अझै चलाउँदै भुट्दै जाने। अझै राम्रोसँग चलाउँदै भुट्दै जाने। यो चलाइसके पछाडि चाहिँ रातो यस्तो खालको देखिसकेको छ। अनि यसमा मसला पनि राखिदिनु। अब कति राख्नुहुन्छ आफूले मसला, कति मसलेदार मनपर्छ कि अलिक कमै राखेको। हामी चाहिँ अलिक कम नै खान्छौँ, अलिक कम नै राखेका छौँ। मसला राखेर फेरि सबैतिर लाग्ने गरी राम्रोसँग चलाउने। सबैको मसला
पेस्ट नुन चाहिँ सबैतिर लाग्ने गरी चलाउनु। एकछिन पकाइसके पछाडि फेरि अघि काटेको धनियाँ लसुनको पत्ता प्याजको पत्ता प्याजहरू पाकिसके पछाडि गोलभेडालाई पनि पाक्ने गरी त्यसरी चलाएर सक्ने गरी मजाले पकाइदिने। गोलभेडा पनि पाक्न पाक्ने गरी त्यसले मासुले छोडिदियो भने चाहिँ गोलभेडा अलिक छिटो पाक्छ। अब गोलभेडा पनि पाकिसकेको छ। गोलभेडा पनि पाकिसके पछाडि चाहिँ अब त्यसमा धनियाँ काटेर राखेको धनियाँ मसिनो गरी काटेर राखेको धनियाँ राखेर चलाइदिने। अब यो चलाइसकेपछि लगभग मासु खानको लागि रेडी भइसक्यो। अनि ग्यासको हिट अफ गरिदिएर यसरी भाँडामा मासु राखेर सर्भ गर्ने खाने। हस् त, मेरो च्यानल हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। यसरी नै मिठो खानको लागि मिठो परिकार खानको लागि बनाउने तरिका हेर्नको लागि चाहिँ मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। धन्यवाद।